जस्तै जनप्रतिनिधिहरू नागरिक समाजहरू सम्पूर्णको दायित्व यो हामीभित्र पर्दछ र पर्नुपर्छ भन्ने म ठान्छु। अघि यो कार्यक्रम हेर्दै गर्दा हामीले मलाई एउटा लागेको कुरा यो कार्यक्रम हेर्दै गर्दा अहिले सबैभन्दा मूल चिन्ताको विषय के छ भन्दा हामीले हाम्रा सम्पत्ति त हस्तान्तरण गर्छौँ, हामीले आफ्नो सम्पत्ति छोरालाई हस्तान्तरण गर्ने छोरीलाई हस्तान्तरण गर्ने गरेका छौँ, कमाएका छौँ, राखेका छौँ। तर अहिलेको मूल आवश्यकता अब हामीले हाम्रो संस्कृतिलाई पनि पुस्तान्तरण र हस्तान्तरण गर्न पर्ने छ। र अघिदेखि नै गर्दा एउटा झाँकी देखियो त्यो मयुरनाथमा, त्यसमा एकदमै सानो जेनजी समूह अहिले चर्चित कुरा छ होइन, जेनेरेसन जी त्यो समूहले त्यसलाई यति मौलिकताको रूपमा निखारका साथ गर्नुभयो। हामीले दिने भनेको हामी दिने भनेको आफ्नो पुस्तालाई सम्पत्ति मात्र होइन हाम्रो संस्कृति पनि दिनुपर्नेको छ। त्यो कुरालाई लागेको रहेछ, त्यो कुरा हामी देख्यौँ। यो अत्यन्तै सकारात्मक कुरा पनि छ। अहिले सबै पढ्न जाने, अहिले स्कुल पढ्ने, पढिसके पछाडि कोही काठमाडौँ जाने, कोही कहाँ जाने र आफ्नो संस्कृति बिर्सिने खालको जुन चलन छ त्यसलाई जोड्नु पर्नेछ। हामी त्यो संस्कृतिलाई मेरो पनि भर्खर आउनु भएको छ भने तपाईँलाई पनि यहीँबाट सम्बोधन गरेँ। र मूल कुरा म अहिले पर्यटन मन्त्रालय हेर्छु, मैले दाङ जिल्लाको छु। तपाईँहरूले मैले सम्झिन्छु तपाईँहरू आउनु भएको थियो मन्त्रालयमा र यही मगर संस्कृतिको एउटा भवन बनाउने कुरा छ। मलाई अत्यन्त खुसी लाग्यो। धेरै आउनु न, धेरै मानिसहरू अब हामीले विकासका लागि मात्रै भनिरहेको छौँ अहिले भन्दा त्यो नगर्ने भने होइन, बाटो कुरा यो मात्रै होइन, त्यो पनि आवश्यक छ। तर सँगसँगै हामीले संस्कृति आफ्नो जोगाउने कुरालाई महत्त्वका साथ तपाईँहरू आउनुभयो र जति सकियो। अब फेरि यो आन्दोलनले राखेको रकममा 20% पनि घट्ने भयो होइन, त्यो घट्यो र जति सकिन्छ त्यो तपाईँहरूलाई हामीले सहयोग गर्छौँ। तपाईँहरूको यो संस्कृति जोगाउने कुरालाई भन्यौँ र त्यसलाई सम्बोधन गर्न सकेका छौँ र त्यसका लागि तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसको लागि खुसी पनि मैले व्यक्त गर्न चाहन्छु। र अब अर्को कुरा, यो दाङको विषय मात्रै आज कुरा गर्न चाहेँ। दाङको परिवेशमा दाङमा मगर समुदाय, जनजाति समुदाय, थारू समुदाय, ब्राह्मण, छेत्री, खस यी सबै कुराको मिश्रण छ। यी सबै जोडाउनु छ। अघि एउटा थबाङको हामीले हेऱ्यौँ, थबाङमा माघी एक हप्तासम्म चल्ने रहेछ होइन, त्यहाँ पनि माघी संस्कृति भयो। माघी हामीलाई के लाग्छ भन्दा यसो हेर्दाखेरि माघी भनेको थारू संस्कृति मात्रै हो, थारू सभ्यता मात्रै हो, त्यो होइन। माघी हामी सबैले मान्छौँ, तर कसरी मान्ने, कसरी त्यो आफ्नो चलन आफ्नो संस्कृतिले हामीले मनाइराखेका छौँ। अन्त हामी भोलि अहिले अब माघी लाग्छ, यो माघी चल्छ। अनि यसपछि आज हामीले यो मेला राखेका छौँ। तपाईँहरूले यसमा आफ्नो संस्कृति, कला संस्कृति सबै कुरा देखाउनु भएको छ। आफ्नो रैथाने खाना, आफ्नो परम्परा, नाच यी सबै कुरालाई देखाएको छ। यहाँ सबैले आउनु भएको, यहाँ मगर समुदाय मात्रै हुनुहुन्न, यहाँ सम्पूर्ण समुदाय आउनु भएको छ। तपाईँको खाना, तपाईँको परिकार। तर म के भन्न चाहन्छु भन्दा स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार हामी सबैको जिम्मेवारी, प्रदेश सरकारमा त बजेटै थोरै छ हेर्नु, र स्थानीय तहले पनि हामीले अब कला संस्कृति पर्यटनलाई जोड्ने कुरामा बजेट मैले त्यो बेला पनि आग्रह गरेँ। एउटा यस्तै कार्यकर्ता मेयर हुनुहुन्थ्यो, गोयलसमी हुनुहुन्थ्यो। अब हामीले बजेट निर्माण गर्ने कुरामा स्थानीय तहले पनि पर्यटनलाई जोड्न सक्ने गरी, हाम्रा कला संस्कृतिलाई जोड्न सक्ने गरी यो दाङ जिल्लालाई कसरी बढीभन्दा बढी पर्यटकहरू ल्याउन सकिन्छ भन्ने कुरा बजेट विनियोजन गरोस् भनेर मैले आग्रह गरेँ। हामीले कति सकेनौँ, तर हामीले सक्नुपर्छ। हामी राजनीतिक दलको सबैको चिन्ताको विषय पनि त्यही हुनुपर्छ। दाङ बनाउने, दाङ त बनाउने, पनि नबनाउने भन्ने, तर बनाउनका लागि हाम्रा ठोस योजनाहरू के हो? हामीले यो पर्यटन क्षेत्र लुम्बिनी प्रदेशलाई पर्यटन क्षेत्रको हबको रूपमा मानिन्छ। साथै प्रदेशमा गौतम बुद्धको जन्मस्थल यही छ। धार्मिक पर्यटनका रूपमा प्रख्यात धार्मिक स्थलहरू हाम्रै लुम्बिनी प्रदेशमा छ। विश्वको दुर्लभ वन्यजन्तु वाइल्ड लाइफ टुरिज्मका लागि बर्दियामा छ। तर त्यो लुम्बिनीबाट बर्दिया जाँदै गर्दा दाङ छिराएर त्यो पर्यटन लग्न सक्छौँ कि सकेका छौँ कि छैनौँ? त्यसका लागि हाम्रो यहाँ पर्यटनका पूर्वाधारहरू तयार हुनुपर्ने होला। तपाईँ आइदिए मेरो दाङ घुम्न आइदिए भनेर कोही पनि घुम्न आउँदैन। यो दाङ आउनै पर्ने बनाउनको लागि हामीले काम गर्न पर्नेछ। त्यसको लागि गऱ्यो भने हामी तिनै तहका सरकार जिम्मेवार भएर काम गर्छौँ। यही सवारी कोटमा मैले अहिले पनि रकम छुट्याएको छु मन्त्रालयबाट। आउनु भएको छ एकचोटि साथीहरू, सवारी कोटबाट सफल प्याराग्लाइडिङ सफल पनि भएको छ, परीक्षण पनि भयो, त्यसमा रकम पनि विनियोजन भएको छ। तर अहिलेसम्म कोही पनि त्यो प्याराग्लाइडिङको लागि इच्छुक हुनुहुन्न। यही देउखरीको राप्ती नदी हाम्रो प्रधानको रूपमा नै छ। त्यहाँ ऱ्याफ्टिङको लागि हामीले काम गर्नु भनेको छ। देवीकोटबाट पनि प्याराग्लाइडिङ भएको छ।
धारा पानी हाम्रो यहीँ छ, हाम्रो यहीँ के अरे बाह्रपुरेमा अहिले हामीले बजेट छुट्याएका छौँ, छिल्लीकोट यहीँ छ होइन, यी झमेली गुफा छ, हामी यही बोटिङ गरेर हामी पोखरा जानुपर्छ, यही बाह्रपुरेभित्रमा त्यहाँ त्यस्तो खालको समाधि छ। त्यहाँ लगलाई कसरी होमस्टे सञ्चालन गर्ने बेला कसरी थारू संस्कृतिको मागीको लागि मात्रै हामीले के गरिरहेछौँ अहिले भन्दा थारू संस्कृतिलाई पनि त्यसलाई हामीले अर्थसँग जोड्ने कुरामा जोड्न पऱ्यो। माघीको संस्कृतिको कल्चर हेर्नलाई चितवन पुग्ने गरेका छौँ।